काठमाडौँमा रहेको हाम्रो घण्टाघर राणा प्रधानमन्त्री वीर शमशेर महाराजले बनाइबक्सेका हुन्। बेलायतको घण्टाघर चाहिँ दुरुस्तै यस्तै नभए तापनि यसको झलक दिने किसिमले बनेका थिए। संसारमा अन्यत्र पनि छन् होलान् थुप्रै घण्टाघरहरू, तर बेलायतको लन्डनको घण्टाघर जस्तै चर्चित र प्रख्यात छैन। यो लन्डनको घण्टाघर कुनै व्यक्तिको नाउँसँग जोडिएको छ भन्छन्, तसर्थ उनैको नाउँ बिग बेनको उपनामले यो घण्टाघर निकै प्रसिद्ध छन्। तसर्थ बिग बेन चलन चल्तीको नाउँ हुन्। सन् 1834 मा प्यालेस अफ वेस्टमिनिस्टर आगलागी भएर नष्ट भएपछि पुनः यस प्यालेस अफ वेस्टमिनिस्टर निर्माण गर्न थालियो र यो घण्टाघरलाई पनि जन्म दिए। त्यसै बेला यो प्यालेस अफ वेस्टमिनिस्टर आजकल बेलायतको पार्लियामेन्ट भवन हुन्। लन्डनको यो घण्टाघर 31 मे 1859 166 वर्ष अगाडि बनेका थिए। पछि महारानी एलिजाबेथको डायमन्ड जुब्लीमा यस घण्टाघरलाई एलिजाबेथ टावर भनी नामाकरण गरे। यो घण्टाघरको डिजाइन दुईजनाले सर चार्ल्स बेरी र अगस्टस पुगिनले गरेका हुन्। यो 316 फिट उचाइका छन्। यसको माथिल्लो टुप्पो पुग्न भर्याङको सिडी 379 वटा पार गर्नु पर्दछ। 40-40 फिटको चारपाटे स्वरूपको यो घण्टाघरको चारतिर फर्किएको चारै घडीका डायलहरू 22.5 फिट डायमिटरका छन्। प्रत्येक डायलमा 312 टुक्रा सिसाहरूले जोडी बनेका छन्। यो घण्टाघर प्यालेस अफ वेस्टमिनिस्टरको उत्तरी छेउमा अवस्थित छन्। प्यालेस अफ वेस्टमिनिस्टर यो दरबार लन्डनको एकमात्र ठुलो नदी थेम्स किनारमा बनेका छन्। लन्डनमा हामी यहाँ पुग्दा 12:30 हुनै आँटेको थियो। एकैछिन कुरेर 12:30 बजेको घण्टाघरको आवाज सुन्यौँ। घण्टाघरबाट प्रत्येक चौथाइ घण्टामा घण्टाघर बज्ने गर्दछ। यो विश्व सम्पदामा सूचीकृत छन्। अन्तमा स्वर्गीय हास्य कलाकार श्री केशवलाल मानन्दर, जो त्यसबेला राजा महेन्द्रका निकै प्रिय हास्य कलाकार हुन्, उहाँको अनौठो शैलीको हास्य प्रस्तुतिको नक्कल प्रस्तुत गर्दै लन्डन घण्टाघरलाई बन्द गर्न चाहन्छु। घण्टाघरमा 12 बज्यो, ट्वाङ 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 टुँडी खेलमा 12 बज्यो, ट्वाङ।
यो बिग बेनले चिनिने लन्डनको घण्टाघरको चारैतिरको चारै घडी डायल मुनि ल्याटिन अक्षरले लेखिएको छ, हे ईश्वर, महारानी भिक्टोरिया प्रथमलाई रक्षा गरून्।